So hello and namaste to everyone. It's me Deepak. Welcome back to my another video, guys. तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम ठीक छु भन्नुपर्छ है त। र आजको चाहिँ मेरो डे अफ है। अनि हल्का अब के गर्नु भिडियो पनि धेरै भयो नबनाएको, त्यही भएर चाहिँ अब भिडियो पनि बनाउनु पर्छ भनेर चाहिँ लागेर भिडियो बनाउँदै छु। के कस्तो लाग्छ है हेरेर साथ दिनु होला है त। र अहिले चाहिँ मेरो रुमको हालत भन्दा पनि बेडको हालत यस्तो छ है। सो यु क्यान सी गाइस, सब यताउता मिस भइरहेछ क्या, किनकि ड्युटीले गर्दाखेरि है आउने सुत्ने जाने भइरहेको छ। सो आज डे अफको दिन चाहिँ सर चिटिक्क पार्नुपर्ने हुन्छ। यताउता सब फालिदिरहेको छु मैले। राति ड्युटीबाट आयो यता फाल्यो सोध्यो के गर्नु। र मैले चाहिँ यता खाना बनाउनु पर्ने हुन्छ। खाना बनाउनुको लागि चाहिँ मैले यहाँ चाहिँ आज चिकन बनाउँछु भनेर चाहिँ चिकन चाहिँ बेस्ट भिजाइदिइरहेको छु। र चिया पिएँ। भाँडा मान्नु चाहिँ यतिकै छ है, अहिले मान्नु पर्ने हुन्छ। A few moments later. र अहिले तपाईँहरू देख्न सक्नुहुन्छ टक्क बेड मिलाउने काम चाहिँ मेरो सकिसक्यो है। कस्तो थियो अहिले चाहिँ कस्तो बनाइसकेँ। सक्क यो चाहिँ कपाल पाल्नु पर्यो भनेर चाहिँ किनेर ल्याएको थिएँ। लास्टमा कपाल पनि काट्नु पर्ने भयो। सो यतिकै छ। टक्क त्यहाँ एउटा मेरोसँग डल छ क्युट है, र यहाँ पनि छ। सो यु क्यान सी सर है त। सब मैले चाहिँ अब चिकन बनाउनुको लागि चाहिँ टक्क आवश्यक पर्ने टमाटर, प्याज अनि हरियो खोर्सानी पनि रेडी पारिदिइसकेको छु। A few moments later. अहिले चाहिँ मेरो यहाँ चिकन पाकिसकिसकेको छ। टक्क लगाएर र मेरो टक्क खानाहरू पनि रेडी भइसकेको छ। यहाँ राइस अनि बन्दाकोपी र आलुको सब्जी र अघि बनाएको चिकन र मेरो सानो टक्क सेन्ट माइकल पानी। अब खाना खानुपर्ने हुन्छ। र अहिले चाहिँ म टक्क खानासाना खाएर टक्क त्यो भाँडासाँडाहरू माझेर चाहिँ अहिले यतिकै बसिरहेको छु। र छुट्टीको दिन त रेस्ट पनि गर्नुपर्ने हुन्छ एकछिन है। र अरू बाँकी काम चाहिँ अब उठेर म गर्छु। र आजको लागि भिडियो चाहिँ यतिकै र धेरै नै छोटो भयो है। र फेरि अर्को भिडियोमा फेरि ब्याक हुने बातसँगै आजको लागि भिडियो यहाँ इन्ड गर्न चाहन्छु। ओके गाइज, स्टे ह्याप्पी, स्टे हेल्दी, बाई बाई।